हेलो साथीहरू, म के भन्न चाहन्छु भने नि अब मलाई मनमा लागेको कुरा है, सबैलाई मिल्नै पर्छ भन्ने पनि छैन। सबैको सोच त्यस्तो आयो कि आएन, मलाई चाहिँ अस्तिदेखि के सोच आइरहेछ भने जब जब मतगणना सुरु भएर जुन जुन ठाउँमा रासपाका उम्मेदवारहरूले जित्दै 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 दिन प्रतिदिन न्युजहरू निस्के, ठ्याक्कै प्रकृति पनि रोकियो। किन थाहा छ? शोक मनाएको हो के। भ्रष्टाचार अब यो देशमा हुँदैन, भ्रष्टाचारको अन्त्य गरेका छन् जनताले मात्रै होइन। प्रकृति हेर्नुहोस् त, प्रकृति 4-5 दिन आज जति जति रासपाको अब अहिलेसम्म गणना सकियो कि अहिले हेरेको छुइनँ होइन। मैले बिहानदेखि आज हेरेको छुइनँ, समाचार राम्ररी बुझेको छुइनँ भनौँ न। अलिअलि छासाचुसा मतगणनाको चाहिँ विशेष गरी होइन, जति जति गणनाहरू भइरहेको छ, धुम्म दिन किन भएको थाहा छ? अबदेखि यो देशमा भ्रष्टाचार हुँदैन, भ्रष्टाचार गर्नेको किरिया बाएर बसेकी छिन् प्रकृतिले पनि। अब यो देशमा भ्रष्टाचार हुने छैन। प्रकृतिलाई हेरेर पनि थाहा हुनसक्छ के, यो चाहिँ मैले गेस गरेको कुरो हो। जति जति रासपाले जितिरहेको छु, जताततै दिन प्रतिदिन अहिले 4-5 दिन भयो होइन, रासपाहरूको लहर बढेको ठ्याप्पै बन्द भयो। प्रकृति पनि घाम छैन, पानी छैन, धुम्म भएर। किन भन्नुहुन्छ भने भ्रष्टाचारको अन्त्य भयो, जनताहरू हो भनेर गले छन् के प्रकृति पनि यो भ्रष्टाचारलाई उखलेर फ्याँक्न। जरैदेखि उखाल्दाखेरि गाह्रो भएछ कि क्या हो प्रकृतिलाई पनि होइन। मलाई चाहिँ त्यस्तो लाग्यो, मेरो मनको कुरो है साथीहरू। हजुरहरूको मनको कुरो कस्तो छ अब हजुरहरू पनि जान्नु। मलाई चाहिँ त्यस्तो लाग्यो, आज 4-5 दिन भयो घाम लाग्दैन यस्तो खुसीको दिनमा होइन। मैले चाहिँ यसो सम्झेको, पक्कै पनि भ्रष्टाचारको अन्त्य भयो भनेर यिनीहरू आज मरेसर भयो नेपाली जनताको अगाडि भनेर प्रकृतिले हजुरहरूलाई हामीलाई साथ दिनुभएको हो। नभए 4-5 दिन भयो नि, न पानी न घाम। हेर्नु है, प्रकृतिले पनि यिनीहरूको भ्रष्टाचारको किरिया बारिसकिन् भने चाहिँ अब यो देशमा भ्रष्टाचार हुनेवाला छैन। यदि भ्रष्टाचार फेरि सुरु गरेछन् यी नयाँ भनाउँदाहरूले भने 35 वर्ष हामी ट्वाल्ल परेर चाहिँ हेर्दैनौँ न, हेर्नु हुँदैन पनि। ल साथीहरू, सन्देशको रूपमा अनि मनको कुरो ओकालेको हजुरहरूसँग मैले चाहिँ सोचेको कुरो त्यही नै हो। प्रकृतिले किरिया बारेको सोचेको छु मैले, भ्रष्टाचारको। मान्छे तोक्तिनु यो त्यो भनेर किरिया चाहिँ बारेको भ्रष्टाचारको। शुभ दिन मान्नुहोस्। अहिले 4-5 दिन भयो, यता गणना पनि 4-5 दिन भयो, यता प्रकृति पनि त्यस्तै त्यस्तै भनेपछि मैले चाहिँ त्यही सोचेँ साथीहरू। ओके, बाई बाई। मनको, मेरो मनको कुरो। ल ओके साथीहरू, बाई बाई। फेरि पनि आउँछु, आइ नै रहन्छ नि, कामै के छ र होइन। यस्ता कुरा मनमा लागेका कुराहरू हजुरहरू पनि भन्नुहोस् होइन। मलाई चाहिँ त्यस्तै, कति मिल्यो कति मिलेन होइन, मिल्नै पर्छ भन्ने पनि छैन। मनमा चाहिँ अस्तिदेखि त्यही भइरहेको थियो। गणना सुरु भएदेखि ठ्याक्कै प्रकृतिले पनि किरिया बारेको होला यो भ्रष्टाचारको जस्तो लाग्यो होइन। ल साथीहरू, ओके, बाई बाई।